टिआरआर प्रेजेन्ट छ भने त्यसलाई ट्रिटमेन्ट गर्न जरुरी छैन किनभने त्यो 3.5 वर्षमा मात्र जाने भएको भएर 4 वर्षको बच्चालाई टिआरआर प्रेजेन्ट छ भने है सानो बच्चालाई दिनु पर्यो त्यो किनभने जाने टाइमै टाढा छ यसले बच्चालाई एकदम म्याच्योर गराएर सबै चिज म्याच्योर गराएर जान्छ म्याचर नभएको होला है कति वर्ष भयो भने 3 वर्ष जस्तो छ भन्छ नि त त्यही भएर म्याचर नभएको होला है होइन त्यो चाहिँ यस्तो नि त्यो दिमाग विकास नभएको म्याच्योर नभएको दिमागै म्याच्योर नभएको जस्तै उहाँले हिजो भन्नुभयो बच्चालाई देखाउँदा 3.5 वर्षको हो दिमागै म्याच्योर यस्तो नि अब पहिला तपाईँलाई रिफ्रेस थाहा भएन होइन अबको नयाँ जेनेरेसनमा चाहिँ के हुन्छ त अब नयाँलाई दिन सक्छ तपाईँहरूकोमा चाहिँ बिग्रेको त छैन नि त किनभने तपाईँहरूले अहिले दिएको नि त तपाईँहरूको बच्चा त राम्रो हुने भयो तर नयाँकोलाई चाहिँ के भयो त 18 वर्ष पुग्नु परेन 6-7 महिनामै रिप्लेस ट्रिटमेन्ट गराएर मोडल लाइनको मात्र अटिजम हुन्छ कि या अटिजमै नहुने हुन्छ कि स्लो लगाइनै नहुने सम्भावना पनि हुनसक्छ होइन यो अब भर्खर त आयो होइन अब तपाईँलाई हामी त उसमा टिप्ले अब थाहा भयो अब धेरैले चाहिँ यो रिफ्लेक्सहरूको सबै सेन्टरहरूमा चाहिँ रिफ्लेक्स अब टिआरआर भनेको चाहिँ यो चाहिँ टोन बडीको टोन ल्याउने है एकजनालाई यो टोनिक ल्याब्रिज रिफ्लेक्स भन्छ बडीको टोन यो अगाडि पुरा मासुको मासुले टोन गर्ने पछाडिको पुरा मासु